हाम्रो यो आन्दोलन चुनावको लागि होइन, परिवर्तनको लागि थियो। जबसम्म हाम्रो यो आन्दोलन आधिकारिक रूपमा संस्थागत हुँदैन, हामी कुनै पनि चुनावमा पार्टिसिपेट हुँदैनौँ। चुनावले मात्रै के, यत्रो त चुनाव भयो कि देशमा, कति कति दिनदेखि चुनाव हुँदै गएको छ। अहिलेसम्म पनि जति आन्दोलन भयो नि यो देशमा, नेपालमा 47 सालदेखि नै देखौँ न, जे चिजको लागि आन्दोलन भयो त्यसको प्रतिफल हुन्छ नि, जे मतलब उत्तर आएन के। यो आन्दोलन पनि एन्टी करप्सन र पोलिटिकल अपोइन्टमेन्टको एगेन्स्ट थियो। थारू आन्दोलन, मधेस आन्दोलन जस्तो ठुल्ठुलो आन्दोलन पनि भएको मान्छेहरू हुनुहुन्छ यहाँ। नायकहरू नै हुनुहुन्छ उहाँको, नायके भन्दा पनि नायक, सरी फर माई वर्ड होइन। राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको वृहत राजनीतिक संवाद हाम्रा पुस्तकको लागि एउटा इन्स्पायरिङ स्टेप हो। इट सोज that politics can be about unity not division, about trust not trade off. हामी जेन जी युथ राजनीति विरोध होइन, पोलिटिक्स रिडिफाइन गर्न आएका हौ। वी आर नट हियर टु ब्लेम, वी आर हियर टु बिल्ड, वी आर नट हियर टु स्केप, वी आर हियर टु इङ्गेज। नेपालका युवा अब साइलेन्ट अडियन्स होइन, हामी इन्फर्मड, अवेर र एक्सन रेडी जेनेरेसन हौ। हामी माग गर्छौँ ट्रान्सपेरेन्सी, अकाउन्टेबिलिटी एन्ड अनेस्टी, किनभने यही हो द फाउन्डेसन अफ न्यू नेपाल। We are not a problem, we are a possibility. We are not a noise, we are the new voice. Let's rise above politics of division and build a nation of dialogue, dignity and development. अन्तमा हामी यो भन्न चाहन्छौँ, हाम्रो यो आन्दोलन चुनावको लागि होइन, परिवर्तनको लागि थियो। जबसम्म हाम्रो यो आन्दोलन आधिकारिक रूपमा संस्थागत हुँदैन, हामी कुनै पनि चुनावमा पार्टिसिपेट हुँदैनौँ। अनि हाम्रो यो शहीद र घाइते परिवारहरूको माग सम्बोधन गर्नै पर्छ जसरी भए पनि, र योमा पोलिटिकल पार्टीहरूले पनि बाहिरबाट समर्थन जनाउनुपर्छ र यो आन्दोलन संस्थागतको लागि बाहिरबाट एउटा इन्भाइरोमेन्ट यस्तो क्रिएट गरिदिनुपर्छ, किनभने सबैजना अहिले मात्रै चुनाव मात्रै गरिराखेको छ। त्यो सबभन्दा ठुलो मलाई लाग्छ दुर्भाग्य जस्तै नै हो कि खालि चुनाव गराएर मात्रै हुँदैन। यो आन्दोलन अहिलेसम्म संस्थागत भएको छैन, जसको बारेमा कोही पनि बोलिरहेको छैन। अस्ति हामी प्रधानमन्त्री कार्यालयमा पनि हाम्रो पोलिटिकल पार्टीसँग मिटिङ थियो एउटा, त्योमा पनि सबैजनाको फोकस भनेको मात्रै चुनाव थियो। चुनावले मात्रै के, यत्रो त चुनाव भयो कि देशमा, कति कति दिनदेखि चुनाव हुँदै गएको छ। अहिलेसम्म पनि जति आन्दोलन भयो नि यो देशमा, नेपालमा 47 सालदेखि नै देखौँ न, जे चिजको लागि आन्दोलन भयो त्यसको प्रतिफल हुन्छ नि, जे मतलब उत्तर आएन के। यो आन्दोलन पनि एन्टी करप्सन र पोलिटिकल अपोइन्टमेन्टको एगेन्स्ट थियो। यो अब अहिले पनि भएन, संशोधन पनि भएन कि अब चुनाव पछि गर्ने हो, चुनावले नै सम्भव छ। मलाई त लाग्दैन त्यो कुरा, किनभने अब चुनावले नै सम्भव हो भने यो 3वटा पोलिटिकल पार्टी र यताको जुन रेस्ट अफ पोलिटिकल पार्टी छ त्योसँग कसरी लड्ने हो। त्यसको लागि सबै जुन परिवर्तन चाहिरहेको छ यो देशमा, यो सबैजना एक हुनुपर्छ। र जुन रिजनल पार्टीहरू पनि छ यहाँ, थारू आन्दोलन, मधेस आन्दोलन जस्तो ठुल्ठुलो आन्दोलन पनि भएको मान्छेहरू हुनुहुन्छ यहाँ। नायकेहरू नै हुनुहुन्छ उहाँको, नायके भन्दा पनि नायक, सरी फर माई वर्ड होइन। अब उहाँहरू त्यही, अब यो सबैजना मिलेर अहिलेसम्म मतलब मैले जुन हेरेको अहिलेसम्म मतलब जति आन्दोलन भयो नि, त्यसको जेको लागि आन्दोलन भयो त्यसको त केही आएकै छैन, रिजल्टै भएको छैन कि। हामी चाहन्छौँ कि यो जुन आन्दोलन भएको छ यसको रिजल्ट आओस्। हस्, धन्यवाद, थ्याङ्क यू।